हेलो गाइस, आज चाहिँ हाम्रो न्यू ब्लग है। हामी कहाँ जान्छौँ रे? लङ्गेल हुन्छ रत्न पार्क भने गएर के भन्दा ल रत्न पार्क तिमी बुझा है केटा। ल अहिले बसाइसी गर गाडी आउँदा नि हामी गाडी चढ्छ मैले उतै गइसक्यो ल। हामी गाडी चढिसक्यौँ होइन। अब हामी यहाँबाट कहाँ जाने राति चाहिँ रत्न पार्क रत्न पार्क के गरेर बस्छ अझै चाहिँ घरमा? के गरेर बस्छ अझ घरमा? अघि देखेन घाम लागेर बस्छ घरमा बस्ने घाम ताप्ने त हो नि। काम के छ त बिहानदेखि उठ्यो ग्लास पानी आयो गरम पानी चिल्लाएर होइन तिमी पनि गर चिल्लाएको केटा एक रुपियाँ दिएर साथी यी जाममा परेपछि यस्तै हुन्छ हालत। यो कहाँको जाम? यो तिरपुर छोडेर सरी कहाँ रे? माइती घर माइती घर। सरी म्यान, कति 30 मिनट भइसक्यो जाममा पऱ्यो। 1 घन्टा लाग्यो। हामी त लगभग 12 बजीबाट हिँडेको। अहिले चाहिँ हामी यहाँनिर रत्न पार्कमा झरिसक्यौँ होइन। यता छ नेपालको धन्दा अनि केटाहरू यता छन्। मान्छेहरू अब यहाँनिर रत्न पार्कको यो पार्कमा जान धेरै भिडहरू छ। सुहाउँछ मलाई त्यो ल। अनि म मान्छे राम्रो भेटेँ सुहाउँदैन त। अनि मलाई लाज लागिरहेको अब हामी यहाँनिर फेरि काङ्ग्रेसको झोलेहरूले यहाँ के गराएर रहेछन् होइन। यस्तो यस्तो पोस्टरहरू राखेर कामै छैन यो झोलेहरू। तपाईँहरूलाई म एकदमै यहाँको चर्चित ठाउँ चाहिँ होइन अन्डरग्राउन्ड पनि छ कि हाम्रो नेपालमा चाहिँ। यहाँनिर अब तपाईँहरूलाई म त्यहाँ लगेर देखाउँछु है त बाटो कस्तो छ भन्दा। नेपालको अन्डरग्राउन्ड होइन यो चाहिँ ठ्याक्क हाम्रो यो के भन्छ वीर अस्पतालको नजिकै छ यो बाटो चाहिँ। यस्तो पसलहरू पनि छ यहाँनिर। तपाईँहरू सामान पनि किन्न आउन सक्नुहुन्छ। यस्तो यस्तो चस्माहरू पनि रहेछ नि। तिनीहरू यतै आएको थियो त्यतिखेर। हामी अघि चाहिँ त्यहाँबाट आएको थियौँ होइन। अब यताबाट निक्ल्यौँ हामी अहिले चाहिँ यहाँबाट छिरेको तलबाट यहाँबाट निक्ल्यौँ हामी। यसको हामी चाहिँ अहिले ठ्याक्कै न्यु रोड आइपुग्यौँ होइन। यहाँनिर तपाईँहरू देख्नु सक्नुहुन्छ केटाहरू आवारा पारामा हिँडिरहेको छ नि। यो चाहिँ न्यु रोड हो अहिलेको बालेन सरकारले बनाएको न्यु रोड होइन। यो पुरै वाइटवाला थिममा। अनि यो चाहिँ रिक्साहरू पनि छ। ठिकै छ रमाइलो छ। कता यताबाट जाने कताबाट जाने हामी अब उताबाट छिर्ने। अब यता हामी अहिले जाने चाहिँ अहिले यता हो होइन। हजुर अझै छप्स के छ सब ठिकठाक। डोरी मिसन लभ गर्ने नगर्ने? डोरी मिसन लभ गर्ने नगर्ने? ए म ढिला हुन्छ आउँछ। This place I think the music. यस्तो ह्यान्डसम मान्छे देख्दा चाहिँ कहाँ कसलाई किन्नु?
टाढो बसिदिने कि ल बसा यहाँनिर यस्तो धेरै मान्छे छ विवेक त हिरो देखिरह है म देख्नै पर्दैन म अलरेडी हिरै छु क्या केटो मजा आउँछ त अजित सक्स हमको देख के तुमको प्यार नहीं हुआ क्या यस्ता केटाहरूको डाइरेक्ट के भन्नु कस्तो गोरो देखेको यार तिमीलाई उन्त कालो छ कति हिँड्नु रे घोडा एकदम एकदम हिरो देखिया छ कपालमा नमिल्या मात्रै हिरो देखिया छ क्यामेराम्यान फेरि अनुहार हेर्न क्यामेराम्यानको अनुहार अझै त्यही हलो गर्दै कस्तो छ ठाउँ कस्तो छ एकदम दामी अलि मान्छे त क्राउड चाहिँ धेरै है मान्छे त यस्तो हुन्छ कि अब के भन्नु त अहिले झन् यो अलिक कमै हो कि तर अझै योभन्दा धेरै मान्छे आउँछ अहिले चाहिँ हामी ठ्याक्क कहाँ छौँ बसन्तपुर यु नो गाइज दिल्ली 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 के दिल्ली यहाँको भ्यूहरू चाहिँ यस्तै छ होइन यो चाहिँ फेरि आदित्यको नानी साथीहरू One eternity later. गाउँबाट पानी त खासमा क्रिस्चियन हो त्यही पनि मम्मी लाउँछ टिका लाउँछ टिका लाउँछ टिका लाउँछ One eternity later. ल केटा मैले खानु सुरु गरेँ अस्ति जस्तो छैन तातो है जस्तो तातो छैन बस खाएर पकाएर तातो भएको दामी हुन्छ ठिकै छ पानी पुरी कहाँ हो के भयो यस्तै हुन्छ कि एउटा डोर नभए त हुने हुन्छ चलाउनु पर्ने है यहाँ तल सक्दै छ कति रेट दिन्छ माइनस
त्यति उठाएन है हामीले अनि अमिलो नै अलिक कम Let's try this one. नखाने तिमी खाऊ बेटर छ कलर माइनस 5 दिएर पनि अहिलेसम्म भोक लाग्यो समस्या चाहिँ कस्तो Not bad, not bad. टिस्यु अब हामी मोमो खान भेट्छौँ ल Okay, second. देखाउन आएको त पाइएन पैसा महँगो भयो Without budget. बजेट त सक्यो तर किन अनावश्यक खर्च गर्नु हामीले हेरेको भन्दा नि अब यता आइटी खोज्न आएको धेरै भयो त्यसमा होइन